नमस्ते एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ हामी सेलरोटी बनाउँदैछौँ। मलाई चाहिँ सेलरोटी बनाउन आउने थिएन, मेरो साथीले ट्याक्कै भाँडा ल्याइदिनु भयो कि त्यही दिनमा। अनि सेलरोटी बनाउन पनि एकदमै सजिलो हुँदो रहेछ। यसबाट मजाले हेर्न सक्नुहुन्छ साथीहरू, एकदमै राम्रो बनेको छ। यता फेरि मेरो बुढाले चिकन ग्रेभी बनाउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। खाउँ खाउँ जस्तो भइरहेको छ। बाहिर बुढो पुरा पुलाउ लिएर आउनु भएको छ। हेर्नु न साथीहरू, आज चाहिँ मेरो स्पेसल दिन हो कि। अनि दाइहरूले सामान तल हालिँदै हुनुहुन्छ। तपाईँहरूले सोच्नु भएको होला के होला त्यस्तो स्पेसल भनेर। आज चाहिँ मेरो छोराको बर्थडे थियो, अनि त्यही भएर बाहिर मासु पोलेर खाने, इन्जोय गर्ने भनेर हिँड्न थालेको साथीहरू। हेर्नुहोस् न, वेदरले साथ नै दिएन, पुरा पानी परिरहेको छ, हावा लागिरहेछ, हेर्न सक्नुहुन्छ। बहिनीले चाहिँ टक्क सामानहरू राख्दै छिन्, मसँग बस्ने बहिनी हुने नि। दाइ र बहिनीले, मेरो बुढाले चाहिँ माथिबाट रुमबाट तल लिँदै हुनुहुन्छ, उहाँहरूले चाहिँ गाडीमा राख्दै हुनुहुन्छ सामान। तपाईँहरूले नि हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी बारबिक्यू जस्तै गरेर सबै बाहिर मासु पोलेर खान जाने, इन्जोय गर्ने, बर्थडे पनि उतै मनाउने भनेर हिँडिरहेको छौँ। हेर्न सक्नुहुन्छ गाइजहरू, मेरो बुढोले फेरि छोरोको लागि केक लिएर आउनुभयो। तर फाइनल्ली हामी चाहिँ सेन्ट्रमको तलनिर आउन लागिसक्यो। आज चाहिँ मेरो छोराको बर्थडे पनि छ, तर आज वेदरले चाहिँ साथ दिएको छैन। गाइजहरू टेन्सन भयो बाहिर मनाउने भनेर। हो र ए भयो त। गाइज, यिनी चाहिँ बर्थडे बोयको आमा हो। यति हामी ड्राइभ पिकनिक भनौँ या मासु पोलेर खान जान आँटेको भनौँ, उसको लागि जाँदैछौँ। मिस स्वस्तिले चाहिँ यहाँ बर्थडेको गिफ्ट बोकेर गएछ। ऊ चाहिँ स्वस्ति रोसिमको फ्रेन्ड हो। अंकल आन्टीहरू अंकल आन्टीहरू मम्मी ड्याडी बर्थडे गर्लको मम्मी नानी हुन् सुस्ती नानी। यहाँ चाहिँ चेकको साइकल, चेक रिपब्लिकको साइकल गाइजहरू। सेम हुन्छ नेपाल जस्तै, नेपालको जस्तै। मान्छेहरूले के गर्दै हुनुहुन्छ? उहाँ चाहिँ श्रीमान श्रीमती हुनुहुन्छ।
लाइक गरिदिनु होला। धन्यवाद। यो चाहिँ गाइजहरू ट्याक्कै नेपालको जस्तो घर छ कि हेर्नु नि। हेर त हामीले त्यही सोचिरहेको थियौँ सोच्न त। कन्फ्युज भयो कहाँनिर भनेर होइन। चेकको सानो बस्ती कहाँ हेर्दै आधी बाटोमा आउन लागिसक्यौँ। अब चाहिँ धेरै छैन। चेकको बस्ती नजिकै। बस्ने ठाउँमा आइसक्यौँ। आमा छाहारी कस्तो मजाको है यहाँ त है। हाई पुरा सुरु भइसकेछ त। कति राम्रो है यहाँ त झन्। आमा मेरो हो नि त बर्थडे त। ल हाम्रा गाइजहरू अघि आएर भलाकार 1 म चाहिँ 2 मा पसेँ यिनीखेरि नम्बर 1 कस्तो मजाको है। अब चाहिँ मेरो छोराको बर्थडेको केक काट्न सुरु। गाइजहरू अब हेर्न सक्नुहुन्छ। ड्याडी लगाइदिएको गाडी गुडाइहाल्नु एकदम स्पेशल अंकल भान्जे अर्कै अंकल अहिले खै त के भनिनन् भाइ नानीले त। ह्यापी बर्थडे रोसिम भन्नु देख्दै यस्तो हाँसु त्यो आ गर अलि ठुलो आ ह्यापी बर्थडे रोसिम मन्दिर लेख्सिका लागि उडे गिफ्ट है रोक 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 मेसी बनाउनु ल खै थ्यांक यू भनेको
वाउ थ्यांक यू सो मच भन्देऊ न यति राम्रो गिफ्ट रोसिम ह्यापी बर्थडे टु यु थ्यांक यू यस्तो मान्छे है उ त रानो खाइदिन्छ है तिमीले नि खाइदिनु रोसिमलाई आज किडन्याप गर्दिन कि म त लगेर पैसा खाइदेऊ काटेर ल खाइदेऊ सानो है हातले देऊ सानो देऊ के पैसा लाग्यो के हो सरो यति स्याहार गर्यो हैन ल नाच है भाइ तिम्रो अहिले उस्न आउँछ अर्को त पागै छ केही भन्न चाहनुहुन्छ हजुर यो चेकको बारे चेकको बारे भनौँ न रक्सी खानु पाइया छ हजुर मोटे खाइयो अचार खाइयो रोटी खाइयो हजुर कुखुराको साँप्रा र पहेँडाको बिसिया छ हजुर अब मुर्गो दुख्न पाइन्छ हजुर हजुर त्यही नै हो रमाइलो लाग्यो कि लागेन अब छोरो जन्माउनु भएछ छोरी नि जन्माउनुहोस् वर्षमा 2वटा बर्थडे पार्टी भएदेखि अलिक सहज हुन्छ ओहो ल ल त्यति गरिदिनुहोस् हस् हस् अरू त त्यही हो भन्नु यस्तै मैले लान्छु होला केही खै टिस्यु ल्याउँदा दुईटा के हो के फेरि झिक्ने स्थिति त हुनु पर्यो नि यहाँ त यस्तो दुख्दै गर्छ सोच्दै तिमीलाई आज कस्तो लागिरह राम्रो एकदमै राम्रो रमाइलो लागिरह कि नै यस ए ल अब इन्टरभ्यु लिँदै जाऊ कस्तो लागिरहेको ल भन भन सबैले भनेर कस्तो लाग्यो मलाई एकदमै रमाइलो लाग्यो हजुरलाई मलाई ठुलो ल्याएर मलाई एकदम मजा आइरहेको हजुरलाई हेलो हेलो गाइस रमाइलो रमाइलो इन्टरभ्यु देखा क्या मलाई धेरै धेरै रमाइलो लागिरहेको छ अब म बियर खाँदैछु छोरी हजुरलाई मलाई थोरै थोरै लाग्यो लागेपछि हजुरलाई मलाई आज रौसी मन लागेको छ ओ यो भलको जान्छ थाहा होला नि एकदम रमाइलो लाग्यो हजुरलाई धेरै धेरै रमाइलो लागिरहेछ एकदम रमाइलो भयो आज रोटीको बर्थडे लागिरह एकदम धेरै रमाइलो रहेछ बेस्ट इज द बेस्ट धेरै रमाइलो लागेको छ वाउ सुपर जुन गीत मन पर्छ के यता भन्नु न इन्टरभ्यु दिनु ल बहुत बढिया लागिरहेको छ मलाई एकदम राम्रो छ बस तिमी लड्यौ त्यो पनि मलाई बडो लागिरहेको छ के छ अरु चाहिँ के छ भन त हिरा अङ्कललाई नानी आइम गोपाल ल हिरा अङ्कललाई के नानी ल हिरा अङ्कललाई मलाई भेरी गुड ए गोपाल यता फर्क गोपाल कस्तो लागिरहेको यता फर्केर भन्नु न भएन क्या कस्तो लागिरहेको एकदम एकदम मजा भयो हैन धन्यवाद बहिनी जोइलाई धन्यवाद मलाई त एकदम भेरी गुड लाग्यो हो
मजाको उपलक्ष्यमा एउटा गीत गाइदिनु नि त अरू हजुरको आफ्नै एकदम फेभरेट मेरो बुढाले गीत गाउने मेरा गला बहुत थ्याङ्क यू अब रोसिमले इन्टरभ्यू दिनु ल आज कस्तो भयो भनेर रोसिमलाई ल आज कस्तो भयो फेरि बोल यता फर्केर हेर न मम्मीलाई हेर ल ल थ्याङ्क यू ल अब सुरु गर पल्टेको त हेलमेट यता हेर त लाउ होइन के लाउ के नि गर त ल एकचोटि ट्राई गर त के भयो त ठिकै त सानी हो नि त त्यो तल माथि होइन र निकिता आन्टी ल्यायो यो वा खोल्न मन लाग्यो अघिदेखि भनेर दिमाग खराब राख्नु पट्टा राखिहाल्ने त ल्याउने कति क्युट किनिदिएको नानीले पैसा दिनु नि त अरू सबै अङ्कलहरूले खोला खोला के नि हुन्न आफू बल है त तिमीले ए ऊहरूले दिएको त मामाहरूले दिएको त मेन बल हो नि त ए यो अङ्कल आन्टी हो यो हो घरको अङ्कल आन्टी ए मेरो जुत्ता रहेछ जस्तो छ ल ताली 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 मन पर्यो सबै मन पर्यो सबैजनालाई अझ राम्रोसँग नमस्ते गरेर सबै भन्नु ल धन्यवाद भन्नु यता यता धन्यवाद मेरो बर्थडे राम्रोसँग मनाइदिनु भएकोमा भन ल ओइ फेरि हेर न त्यहाँ फेरि थ्याङ्क यू सो मच सबैजनालाई मेरो अङ्कल आन्टी मामा माइजू भन्दै नि त भन्नु त ल मेरो यो कसले दिएको ल भनिदियो ल निकालेर देखाउनु एकै उ गरेर क्या यस्तो माथि सिधा बनाएर क्या ल भयो अनि आज मेरो बर्थडे थियो अनि फेरि हामी पिकनिक गर्थ्यौँ अनि मेरो बर्थडेमा अनि फेरि अझ लास्टै रमाइलो भयो अनि यहाँ मेरो साथीभाइ छन् मसँग तिनवटा अनि फेरि अनि गिफ्ट पनि राम्रो लाग्यो सबैजना थ्याङ्क यू सो मच सबैजनालाई अलिक राम्रोसँग भन नि त छोरो सबैजनाको लागि थ्याङ्क यू भन्ने उता हेरेर
फाइनली सकियो गुडु लाइट हुरे हुरे लाइट बाल्नु पर्ने लाइट रोडमा हाइवेमा आयौँ हाय 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 हेलो गाइस हेलो एभ्रीवन वाओ ब्युटीफुल डे टुडे इज ब्युटीफुल डे हेलो गाइस गाइस अब हामी भल क्लास क्लासमा आइराछौँ आज बहुत रमाइलो भयो के हो साथीहरु हेर्नु न नाइट भ्यू यो चाहिँ सेन्ट्रम हो एकदम यो गाइसहरु सधैँभरि यस्तै रमाइलो होस् जिन्दगीमा हैन मरिलाम के नै छ र साथीहरु अब फाइनल्ली हामी चाहिँ अब बिदाई गर्ने बेला हुन लागिसक्यो गाइस बाइ बाइ ल बाइ हिँड्दै सेन्ट्रमनिर आउन लागिसक्यौँ गाइजहरू दाइहरू गइसक्नु भयो अब 2-3 जना मात्रै छ यो चाहिँ सेन्ट्रम हो गाइजहरू गाइजहरू फाइनल्ली हामी चाहिँ सेन्ट्रममा आइसक्यौँ रातिको 10 बज्न लागिसक्यो अबको 15 मिनटमा चाहिँ हामी रुममा पुगिसक्छौँ एकदमै रमाइलो भयो बाबुको बर्थडे यो चाहिँ मेरो बाबु मक्खा छिनिनी काटेर गर्ने हो नि त खै लायो के भन्नु पर्यो बहिनी हामीले अब बहिनी भन न बहिनी केही भन्नु छ कि तिमीलाई रोशनको बर्थडे एकदम रमाइलोसँग फाइनल्ली रुममा आइसक्यौँ साथीहरू मेरो भिडियो मन पर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला धन्यवाद बाइ